बोली नंगा तार खुखरी के धार गर्दन के पार कनी क विचार न त ल म चाहिँ त्यो आन्दोलनमा काठमाडौँमा भएको आन्दोलनमा खुकुरीमा धार लगाउने मान्छे मै हो। कृषभ खनाल मेरो नाम, घर विराटनगर बुद्ध चोक, पोखरिया 3। म त्यति बेला आन्दोलनमा गएको थिएँ। म त्योभन्दा एक रात अगाडि साथीको बर्थडेमा जाने क्रममा पुलिसले मेरो सामान जफ्त गरेको कारणले गर्दाखेरि गिफ्ट सिफ्ट होइन, मेरो मोबाइल जफ्त गरेको कारणले गर्दाखेरि मेरो मोबाइल त्यहाँनिर एक दिन थानामा थियो। अर्को दिन दाइरामा लिन जाँदाखेरि भोलि आउनु भन्यो। एउटा त्यहाँ दिदीले भन्नुभयो, पुलिस दिदी हुनुहुन्थ्यो, दिदीले भन्नुभयो दिइहाल्नु, लिएर गइहालोस् भन्नुभयो। त्यो दिदीले दिनुभयो। त्यहाँदेखि घर फर्किने क्रममा आन्दोलनमा के भन्छ हामी सामेल भयौँ। अब त्यो के भन्छ खुकुरी मैले भेटिहालेँ, एउटा के भन्छ त्यो अब आउँदा आउँदै बाटोमा भेटिहालेँ। यस्तो देखेँ खुकुरी, त्यसमा धार लगाएको पनि थिएन। अनि त्यही के भन्छ मैले आत्मा सुरक्षाको लागि चाहिँ मैले त्यो खुकुरीमा धार लगाएको हो। तर बाबु तिमीले मेरो त्यो अर्को भिडियो देखेको रहेछौ होइन, तिम्रो भिडियोमा त्यस्तो के भन्छ मिलियन सिलियन भ्युज पनि गएको छैन, खोइ लाइक पनि 3K कति थियो होइन। त मलाई मतलब भएन कि बाबु एकचोटि टिकटकमा गएर तिमी दिदीको आइडी सर्च गर्नु त्रिविसा पोखरेल लारा भनेर होइन। अब नाम सर्च गर्न आउँदैन भने TRIBISHA स्पेस POKHEREL फेरि स्पेस दिएर LARA सर्च गर्नु, ठ्याक्कै भेटिन्छ। त्यो भिडियोमा हेर्नु कि मैले कसरी मान्छेलाई बचाएको छु। त्यहाँ फुल भिडियो त छैन, गोली लागेको मान्छेलाई मैले जनतासँग रुमाल माग्दा पनि रुमाल नदिएर आफ्नो भेस्ट फुकालेर भए पनि त्यो मान्छेको हातमा लगाएर मैले हस्पिटल लिएर गएर मैले त्यो मान्छेलाई बचाएको छु। बाबु तिमीले त्यो भिडियो हाल्यौ त मलाई मतलब भएन। तर त्यो कमेन्टमा त्यो के अनाप शनाप अगरम बगरम यो के भन्छ कुन पार्टीको मान्छे आऊ, म कुनै पार्टीको मान्छे होइन, न म बालेनको समर्थकको मान्छे हो होइन, म कुनै पार्टीको मान्छे पनि होइन। त्यहाँ अब के भन्छ त्यो मैले त्यो भिडियोमा पनि हेरेँ। अब कतिले भनेको छ कि के भन्छ यो मान्छेले भनिसकेको छ कि म बालेनको मान्छे हो यहाँ हो भनेर होइन। तर म कुनै पार्टीको मान्छे होइन। मेरो घर विराटनगर हो, मेरो मोबाइल खोजिएको थियो, थानामा थियो। फर्किने क्रममा फेरि त्यो के भन्छ आन्दोलनमा के भन्छ खुकुरी भेट्दाखेरि निकालेर धार लगाएको हो, अरू केही होइन। मान्छे पनि बचाएको छ, त्यति नै हो, अरू म केही भन्न चाहदिनँ। म घर आउँदाखेरि चाहिँ के भन्छ त्यो अङ्कलले हेरेको हुनुहुन्थ्यो टिकटकमा रेड आइ कि खोइ यस्तै रेड के थियो, त्यही आइडीमा मैले यो के भन्छ खुकुरीमा धार लगाएको भिडियो हेरेको थिएँ। त्यसपछि फेसबुकतिर पनि टन्नेको आइडी देखेँ। अब म सबैलाई के भन्छ रिप्लाई दिन्छु बिस्तारै, केही छैन। जसले मलाई नराम्रो भने पनि मतलब भएर होइन, तर मैले राम्रो काम गरेको छु। #जे हो गेन्जे। अत्याचार, आक्रमण, बरान, असमझदारी, विकल्पविहीन विदेशी